Hi everyone and good morning. Welcome back to the Archive Vlogs. हजुरहरूलाई फेरि पनि स्वागत छ मेरो न्यू डे एन्ड न्यू ब्लगमा। र म चाहिँ अहिले आइसकेँ क्याफे होइन, रेडी सेडी भएर क्याफे आइसक्यो र आफ्नो ड्युटीतिर लागिरहेको छु। आज चाहिँ हल्का ढिलाइ भयो, त्यसैले आजभोलि सुतै भइरहेको छु कि म किन कारणले चाहिँ ढिला भइदिइरहेको छ। किनकि आजभोलि चिसो मौसम छ, पानी पड्या हुन्छ, कोठा पुरा चिसो हुन्छ, त्यसैले सुतै होइन भर्खर आयो भने चाहिँ आफ्नो झाडु यन्त्र समातेर लागिरहेको छु अहिले। टक्क झाडु पनि हातमै छ र म चाहिँ लागिरहेको छु क्याफे क्लिन गर्न। अब चाहिँ लाग्छु म क्याफे क्लिन गर्न न। टक्क पानी पनि परिरहेको छ हाम्रो यहाँ। टेबलमा पनि धेरै गेस्ट कोही छैनन्, दुईवटा टेबल चाहिँ खाना खाइरहेको छ। अनि म चाहिँ के गरिरहेको होला भनेपछि म चाहिँ हेरिरहेको छु गेम। मोबाइल खेलिरहेको छन् केटाहरू, तर होराको भनेको होरा नै डिआरएस भने चाहिँ हल्का चुकिरहेको छ, तर बिस्तारै गर्छ होला त्यसले पनि। गेमहरू चलिरहेको छ, केटाहरू टपमा बसेको छन्, केटाहरू टपमा बसेको छन्। अहिले गेम चाहिँ भइरहेको छ, रमाइलो भइरहेको छ, दामी गेम भइरहेको छ बवाल। पानी पनि मस्त मौसम छ, पानी पनि परेको छ, चिसो मौसम छ, गेस्ट पनि कोही छैन खासै। मस्त हेरिरहेको छु, मजा आइरहेको छ। अनि म चाहिँ दाईको लागि हेरेर चाहिँ हाम्रो उहाँको दाई हुन्, सधैँको जस्तै आज पनि ड्युटी सकाएर हामीहरू चाहिँ लागिरहेको छ अहिले रुमतिर। र पानी चाहिँ पढै छ न, पुरा पानी चाहिँ पढाइ छ। हाम्रो भाग्य चाहिँ राम्रो छ, किनभने ट्याक्क रुम जानेखेरि चाहिँ पानी परेको हुन्न। टक्क साइकल निकाल्नु आँदै, मेरो साइकल चाहिँ यहीँ हो, म त लैजान्नु गइरहेको छु। जल चाहिँ हामी पुगिसक्यो रुमतिर। अब हाम्रो पनि गेम सुरु हुन्छ, हामी पनि एकछिन गेम खेल्छौँ। र आज त गेम हेर्न मजा आएन, पब्जी केटाहरू गर्न। त्यही भने नि पाकिस्तानमा भइरहेको प्रिमियर लिग त्यो के पो हो, त्यो त मजा आयो केटाहरूको गेम हेर्न। दामी खेलिरहेको थियो सब केटाहरू, नेपालको टिम बवाल खेलिरहेको थियो कि। तर हल्का दुईवटा टिम चाहिँ हल्का यताबाट चुकिरहेको थियो, तर धेरै म्याचहरू अलि बाँकी छ कि, त्यो कारणले चाहिँ अरू म्याच पनि अब छ अझै बाँकी, त्यसमा चाहिँ कमब्याक गर्छन् होला केटाहरू। डिआरएस सबभन्दा लास्टमा छ भन्दा लास्टमा चाहिँ थर्ड म्याच चाहिँ बोया हान्दियो कि त्यसले। के बोले भाइ, अब के बोले यस्तो बवाल भएको थियो गेम त। बोया भन्न लाग्छु। चिकन डिनर के गर्ने गइजन हामीहरू फ्री फायर खेल्ने हुनाले फ्री फायरै आउँछ मुखदेखि। खास गरी त म पब्जी हुँ, तर फेरि पनि म मोबाइलमा भन्यो भने अब मेरो एन्ड्रोइडमा त चल्छ पब्जी। तर यहाँ अब कस्तो कि यहाँ इन्डियाको सर्भरमा चाहिँ खालि ब्याटल ग्राउन्ड भन्ने चल्छ, त्यही कारणले चाहिँ पब्जी खेल्न पाउने, त्यसैले म खेल्दैन कि अहिले। किनभने नेपाल गइसकेपछि खेल्ने भनेर चाहिँ मैले खेलेको छैन। एकाउन्ट त छ मेरो। पानी अझै आउनुपर्छ, पानी निक्करी, त्यसपछि जब पानी भरेर कस्तो हुन्छ यो ठाउँ। अहिले त पानी सोकिरहेको छ, किनभने धेरै टाइमपछि पानी परेको कारणले चाहिँ अहिले सोकिरहेको छ। अनि नि राम्रोसँग पानी आउनुपर्छ, त्यसपछि त खत्तम हो यो बाटो, खत्तम। यहाँ त बची हिँडेर जानु पर्ला। यहाँ चाहिँ हिँड्नु खुट्टा धुनको लागि चाहिँ यस्तरी लाइन लाग्नुपर्छ केटा। यहाँ चप्पल हाल एनर्जी ड्रिङ्क। ल गाइस, अहिलेसम्म आइसक्यो टक्क फ्रेस भएर गेम खेल्न होइन। अब चाहिँ म चाहिँ लाग्छु गेम खेल्न, हजुरहरू लाग्नु सुत्न, गेम खेल्न, डान्स गर्न, खाना खान, जे गर्नु जानु हजुरहरू गर्नु, म चाहिँ लाग्छु गेम खेल्न। आजको भ्लगलाई चाहिँ म यहीँ इन्ड गर्न चाहन्छु। आई होप हजुरहरूलाई मेरो भ्लग राम्रो लाग्यो होला भने चाहिँ लाइक एन्ड सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। पुरानो भयो कि लाइक एन्ड कमेन्ट गर्न, सेयर गर्न नबिर्सिनु होला। नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। ओके, बाई, गुड नाइट।